sang được म घरमा बसेर पढिरहेको थिएँ एकैछिनमा क्या गर्नुभयो है यो काठमाडौँमा कस्तो गर्मी हुन थाल्यो भनेर भनिरहेको थिएँ त्यही बेलामा बुवाको हात अब बुढाले मलाई मारे नि माथि राखेन भनेर डर लागिरहेको थियो है अनि बोजूमा हात हाल्यो है मलाई चाहिँ दिन नस्तो खान्छ त्यसपछि चाहिँ यो गर्मीमा बाउछोरी बसेर चिसो हर्लिक्स गुड पारेर खायौँ म घरमा बसेर पढिरहेको काठमाडौँ बस्दा त वाक्क लागेर गाउँ जानु पर्यो भनेर गएको आज राति कुनै गाडी खाने हेरेर पनि भनेको दाइ म त नखाने भनेको त गाडी भएको मान्छेले चल्न पर मलाई नै हेरेर जस्तो लाग्यो त्योसँग पैसा नभर नखाएको हो कि सोच्छन् भनेर छ घाटमा गाडी मेरो थाल्दा हेर्नु सबजना आफ्नो थाल्दा हेरेर खान थाले हे भगवान् छोटो छोटो काट्नु ल फेरि सुसो गालाबाट बेच्नु सुनाएको त हो त नि यो उमेरमा पनि बिहान गरेर कहिले गर्छन् ठिकै त भने आमाले पनि हो नानी अहिले अब बिहान गरेर कहिले गर्छन् त भनेर सम्झाउनु पो थाल्नुहुन्छ ए मेरो कुरा कस्तो नै नसुनेर छन् भनेर मामा घरको हजुरआमालाई भने हजुरआमा हेर्नु न मलाई यस्तो भन्नुहुन्छ भनेको त हजुरआमाले पनि अब के बुढेसकालमा बिहा गर्छन् त भनेर भने मेरो कुरा सुनियो पापी ब्रह्माण्डमा कोही छैन भनेर लागे आफ्नै काठमाडौँतिर काठमाडौँ पुग्नु पाएको जानु पर्यो माथि लिफ्टमै जान्छु अन्तिममा अब मैले सकिनँ भगवान् मलाई त साह्रै डर लगाएर कस बरु हेर्दै जान्छु भनेर म माथि गएर यस्तो बेला डक्टर भाइले पठाइदिन्छन् कि भनेर लुगा चुगा मिलाएर म त डक्टर हो नि आन्टी डक्टर हो त भनिहाले दिनभरि घरमा निकालिदिनु हुन्छ कि भनेर टेन्सन लागिरहेको त्यही बेला मात्रै हो त्यसै क्या के तरकारी दिनु बस्नुहुन्छ यहाँ बस्नु भनेर कुर्सीमा राखेर आफ्नो लुगा सुगा खमाएर यसो तरकारी चलाइरहेको थियो त्यही बेलामा घरको त्यो गएर खाट्टा देख्नु भयो अब यसले घरमा गएर कुरा लाउने हो कि जस्तो त नबोल्दै डक्टर भन्दा कोठामा बस्ने ग्रुपको कोठा खाली गरेर यस्तो बोल्ने म घरमा राख्न सक्दिनँ भनेर चाहिँ मात्र बेडमा निस्केर थाप्छ भुइँमा काठमाडौँमा भनेर जन्मेर हुँदै डक्टर बसेर मलाई कसैले बिस्तारै थियो नि चरा भनेर भन्दै मुसुमुस हाँस्दै आइरहेको थिएँ अब अझै राम्रो भयो भने त झन् कति केटाहरूले जिस्काउँछन् होला जस्तो लाग्यो के गर्नु होला भन्ने टेन्सन भएर चाहिँ ठ्याक्कै दसवटा एन्ड मेक ओभर स्टुडियो एन्ड सलको बोर्ड देखेँ अब यहाँभित्र गइसकेपछि त म यस्तो राम्रो हुन्छ भनेर नमस्ते गयो अनि नानीहरूले मेरो नाक खोपेको छ मलाई राम्रो बनाइदिनु त भनेर तपाईँ चिन्तै नलिनु म तपाईँलाई चेन्ज ननको एक्सपिङ छैन त्यसपछि मलाई चिन्नु भएर तपाईँहरूले नाम भनेर जन्मेर हुँदै त्यत्रो वर्ष भयो मलाई कत्रो झरेको रूपन मामा होला कैसे ल ल ल ल के